यो चाहिँ हाम्रो गाजर पार्क हो। हेलो साथीहरू, आज चाहिँ म लोकल गाउँघरमा बोट्टाइमा फलेको सुन्तला किन्न आएको छु। अनि यो चाहिँ एकदम फ्रेस पनि हुन्छ, बजारबाट तपाईँ दिन राखेको पनि पाइन्छ नि त। त्यसैले म चाहिँ सुन्तला किन्न आएको। हेर्नु, यो सुन्तला बारी त्यहाँ पर टिप्दै हुनुहुन्छ। हेलो नानी, हाई भन्नु न। तिम्रो नाम के हो? क्रिस्टिना। ओके, देख्न सक्नुहुन्छ यो मेरो पछाडिको चाहिँ सुन्तलाको बोट जुम्नै हुँदो रहेछ। यहाँ माथिबाट गाडी आउँदैछ। यहाँ चाहिँ आन्टीले भर्खरै बोटबाट सुन्तला झारेर टिप्दै हुनुहुन्छ। अनि हेर्नु न कति राम्रो क्या, धेरै पनि छैन सुन्तलाको बोट, 4-5 वटा छ, तर कस्तो मजाले लटरम्मै फलेको छ क्या। सँगसँगै यतापट्टि एभोकाडोको रुख पनि छ। अनि कति मेहनतका साथ हरियो मटर, लसुन, आलु, प्याजहरू रोप्नु भएको छ। यो चाहिँ घर अगाडिपट्टिको भाग हो। म यहाँ जति पटक आउँछु त्यति पटक यो फुलको फोटो खिचेर जान्छु क्या। त्यस्तो लोभलाग्दो अनि त्यति धेरै राम्रो छ यो लालुपाते फुल। राम्रो छ, राम्रो छ। यदि हजुरहरू पनि सिजनल फ्रुट सुन्तला खान चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ।